हाम्रो प्रतीक्षामा बस्नुभएका तपाईँ, यो एउटा विश्वास, यो एउटा माया, यो एउटा चाहना, अब परिवर्तनको हुटुटी तपाईँहरूको मनमा छ भन्ने कुरा यहाँ देखिएको छ। परिवर्तनका लागि यहाँ उपस्थित तपाईँ सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु। म धेरै बोल्दैन, थोरै बोल्छु। धेरै हामीले काम गर्नु छ र अब फागुन 21 पछि तपाईहरुले हामीलाई धेरै जिम्मेवारी दिँदै हुनुहुन्छ। त्यो जिम्मेवारी निभाउनका लागि अब के गर्ने भनेर खाका तयार गरिरहनु भएको छ, सोचिराख्नु भएको छ देवराजजीले। र अब तपाईहरुलाई म धेरै नभनिकन केही कुराहरू भन्छु। यो चुनाव किन हुन गइरहेको छ? फागुन 21 मा यो चुनाव, 2082 सालमा यो चुनाव किन हुन गइरहेको छ तपाईहरुलाई सबैलाई थाहा छ। 2084 सालमा हुनुपर्ने चुनाव 2082 मा हुँदैछ। किन हुँदैछ भने हाम्रा युवा भाइहरूलाई, छोरा नाति भतिजलाई उनीहरूले ड्याङ गोली हानेर मारे। त्यसैको बदला अब उनीहरूको पत्ता साफ गर्नलाई फागुन 21 मा चुनाव हुँदैछ। तयार हुनुहुन्छ परिवर्तनका लागि? फागुन 21 मा तपाईहरुले बदला ल्याउनु पर्ने हुन्छ। खुनको बदला भ्रष्टाचारीको पत्ता साफ गर्ने हो कि नै? फागुन 21 मा तपाईहरु मत हाल्न जाने बेला एकचोटि आफ्ना साना छोराछोरीहरूलाई हेरेर जानु होला। मेरो भविष्य त यिनीहरूले बिगारे, अब म दिन्न यी मेरा साना छोराछोरीहरूको भविष्य बिग्रिन्न भनेर छोराछोरीको आँखामा आँखा जुदाएर हेर्नु होला अनि भोट हाल्न जानु होला। त्यो भोट हाल्ने बेला हात कति पनि नकमाउनु होला। परिवर्तन गर्न नमिल्ने चिज भनेको आफ्ना आफन्तीहरू, इष्टमित्र, बा आमा, छोरा छोरीलाई हो। तर आफ्नो विचार भन्ने चिज यदि मिल्दैन भने परिवर्तन गर्न पर्छ। तपाईहरुको यो भिडले देखाइसकेको छ परिवर्तन सम्भव छ भनेर। र रासोपा आज सबैको मनमा किन बसेको छ? आज यो रासोपा सबैको अन्तिम आशा बनेको छ। आज यो रासोपा पुराना पार्टीहरूलाई पत्ता साफ गरेर नयाँ देश बनाउनका लागि, नेपाल बनाउनका लागि, परिवर्तन ल्याउनका लागि रासोपा आएको छ। त्यसैले तपाईहरुको मनमा रासोपा बसेको छ। यो मैले भन्नै पर्दैन। आज